आफ्नै पाराको बनाइदिनु पर्ने हो कि एउटा चाहिँ कतै अन्न देखिँदैन यता आउनु त आउनु कान्छीसँग भेट भएको आउन सर कहाँ हो तपाईँ धेरै गोल्डी मात्रै हाल्नु भएको हो चन्द्र सरले मैले काम भ्याइदिन्छु कि तिम्रै अस्ति पूजा थियो लगाइदेऊ न त्यो पूजाको लाग्दैन नि तपाईँलाई हामी गएर गाडीको पैसा त हामी यता कन्स्ट्रक्सनको काम भइरहेछ विद्यालयको तारबार घेराबार काम भइरहेछ यता चाहिँ हाम्रो सर मिसहरू भोलि परीक्षाको तयारी गर्दै हुनुहुन्छ एउटा दुईटा तीनटा घुम्न जाने भने तीनजना चाहिँ भयो यहाँ रमेश सरको घर अगाडि आएर बसेछौँ धोका दियो हामीलाई घुम्नलाई बजार बोलाएर आफू चाहिँ लसुन गर्न गयो अरे भिडियो बनाएको छु यो मान्छे सुध्रिँदैन दामी दामी हिमाल चिल्ड्रेन पार्कमा हो चिल्ड्रेन पार्कमा बुढाबुढी किन आएको त यही एकजना आएर नि त यहाँ एकजना बच्चा के त यता माउन्टेन यता गोर्खा पछाडि फेरि माउन्टेन यहाँ त कस्तो रेन्ज आउने मान्छे त अगाडि दौडिसक्यो उनको चाहियो बा के हेरिराख्ने हो यो कहाँको देख्यो भालुस्वर आइयो हेलो गाइजहरु आई एम हियर आज हामी चाहिँ जनज्योति माध्यमिक विद्यालयको शिक्षक साथीहरू यसो घुम्नलाई आएको छौँ यो ठाउँको नाम के रे म्याडम पश्चिमकाली किनभने पश्चिमपट्टि पऱ्यो मेरो पश्चिमकाली भएको त्यो ठाउँको नाम चाहिँ पश्चिमकाली हो है अब दिनभरिको थकान तनाव यताउता सबलाई भुलेर हामी यसो फ्रेस हुनको लागि यहाँ आएको छौँ अनि त्यसपछि मलाई के लाग्छ भने जो घुम्न जान्दैन जो घुम्न जान्दैन जो रमाउन जान्दैन त्यो बाँच्न पनि जान्दैन भन्ने चाहिँ सिद्धान्त अनुसार हामी बेला बेलामा चासो चुस्छ घुम्न निस्कन्छौँ होइन हामी त्यस्तो केही पनि छैन हामीलाई त आफ्नै तरिकाले दिने देशी बिन्दास चिल हामी अगाडिबाट सर हामी अगाडि बढौँ अनि क्यामेराम्यान हुनुहुन्छ नबिना खातुन एकाउन्टेन्ट पिकनिक खाएर होला कहाँ पिकनिक गरेर भने हो सर ल ल ल अब तपाईँ यहाँको स्थानीय हो क्या अरे उजना स्थानीय हो यसो अब यहाँ के छ सर अहिले भन्दा 10 वर्ष अगाडि यहाँ धेरै फरक थियो हो अहिले यतिको व्यवस्थित भयो यो धेरै राम्रो अहिले 5 वर्षमा एकदम व्यवस्थित भएको छ ए तपाईँ भनेपछि त यहाँ धेरै वर्ष भयो होला 10 वर्ष अगाडि आथेमा हजुर त्यतिखेर
यो सल्लाहहरू चाहिँ थियो होला यो सल्लाहहरू मात्रै थियो सर एउटा यो मन्दिर थियो हजुर तल पिङ पनि छ नि सर अहिले चाहिँ अब यहाँ लगभग उता पनि भएछ तीनटा चाडा भएछ पिकनिक स्पोट नि हो क्या सर उ बेलाको तर गोर्खा बजारबाट चाहिँ आसपासमा धेरै घुम्ने ठाउँहरू चाहिँ छ है टक्क यसो अलिकति आफ्नो तनावहरू भए बेला तनाव कम गर्नको लागि एकदम स्ट्रेसहरू भएको बेला होइन सर घुम्ने ठाउँहरू चाहिँ प्रशस्त छ क्या मन्दिर कृष्ण मन्दिर अहिले धेरै मान्छे पहिला एउटा मात्रै ल जाउँ दरबार जाम त अर्को अब यही माथि 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 अर्को दिन जाम अर्को दिन माग लागेपछि जाम ल म पूजा गरेर आउँछु घरमा अनि बल्ल जाम ल झलीको हिँड्नुहोस् 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 खास जानु त हुन्छ होला के फरक पर्दैन नि त्यही त वाउ दामी हो मुख्य मन्दिर उताबाट उतापट्टि बिहान माघ पूजा हुन्छ सर बजेन यो बजाउनु चिज भनेर यसो दिइहाल्यो बजेन पो भन्नुहुन्छ है कस्तो कति पिङ भने यो उमेर के को पिङ चाहियो होला त जिन्दगीले पिङ खेलाउँदा खेलाउँदा यस्तो हैरान भइसक्यो अच्छा म दामी रहेछ ठाउँ ल डेटिङ आउनु पनि ठाउँ रहेछ हैरान हूँ मैं तेरे मासूम सवालों से परेशान हूँ मैं परेशान हूँ नहीं दर्द संभालने हो मुस्कुराने तो मुस्कुराने जैसे ओठों पे कर्ज रखा था तुझसे नाराज नहीं जिंदगी हैरान हूँ मैं हैरान जब जब सोचते हैं कि साला पैसा बचाएंगे भविष्य में काम आएगा तब तक साला ये लोग कहीं घूमने निकल जाएगा कुछ खाने निकल जाएगा 10,000 रुपया कमाते नहीं है साला इन लोग के पैसे 20,000 रुपया उधारी हो जाता है वो काट चोदा नमस्कार मेरो युट्युब च्यानल खुसीमा यहाँलाई हार्दिक स्वागत छ सोच्दा सोच्दै